ल इट्स अ ब्रान्ड न्यू डे र अहिले कति बजिरहेको छ भने 9:30 इन द मर्निङ भएको छ Saturday 15th of March। उठ्न पनि उठिसकेको छ र उठेर अहिले चाहिँ मजासँग हुन्छ नि फ्रेसन अप भएर पूजासुजा गरेर आनन्दसँग आएर होम अफिसमा बसेको छु। हामीले ब्रेकफास्ट अहिलेसम्म पनि खाएको छैन। आज चाहिँ हुन्छ नि उठ्न अलिकति हामीले स्लाइटली ढिलो गरेको थियो। आँखा अल्दो बिहान अर्ली इन द मर्निङ खुले पनि हामी बेडबाट चाहिँ हुन्छ नि बिस्तारै बिस्तारै उठेर निस्केको थियो के, किनभने मैले अस्ति नै भनेको थिएँ नि अलिकति रेस्टै चाहिएको छ किनभने जिउ एकदमै थाकेको जस्तो फिल भइरहेको छ भनेर भनेको थिएँ नि त। सो त्यही भएर पनि आज जिउलाई चाहिँ अलिकति रेस्ट दिनको लागि चाहिँ एकदमै बिस्तारै उठेको थियो किनभने आज स्याटरडे काम छैन, केही प्लान छैन। सो त्यही भएर पनि मजासँग बिन्दास पारामा स्लोली उठ्छु भनेर अनि त्यही भएर चाहिँ हुन्छ नि त्यसरी उठेको भएर चाहिँ आज ब्रेकफास्ट खानको लागि चाहिँ अलिकति ढिलो भइरहेको छ। तर ठिकै छ, अब पूजासुजा गरिसकेपछि त अब सिधै ब्रेकफास्ट खान बसिहाल्ने हो। पूजा गरिसकेको छु अनि धुप पनि यहाँनिर मैले बालिरहेको छु, तलबाट धुवा निस्किरहेको छ होला। तर ठिकै छ, मजासँग अब ब्रेकफास्ट गरौँ। त्यसपछि आजको लागि अब प्लान त थिएन, तर हाम्रो कुरा चाहिँ के भएको छ भने अब फर्स्ट कुरा भनेको चाहिँ म मेरो भिडियो एडिट गर्छु जुन मैले त्यहाँ ओपन गरेर राखिसकेको छ, तर त्यो ब्रेकफास्ट खाइसकेपछि नै गर्छु। अनि त्यसपछि आई थिङ्क 12-1 बजेतिर चाहिँ हाम्रो घर नजिकैको एउटा पार्कमा चाहिँ होली फेस्टिभल छ क्या। सो आज होली फेस्टिभलमा जाने प्लान छ। सो आज स्याटरडेको प्लान प्रिटी मच त्यति नै हो। अनि अब होली फेस्टिभलबाट गएर आइसकेपछि आई डोन्ट नो अब हुन्छ नि कतिको त्यहाँनिर केओस हुन्छ हुँदैन, अब त्यो अनुसारले डिपेन्ड गर्छ। सोचिरहेको छु कि हुन्छ नि मैले क्यामेराबाट खिच्दैछु नि त भ्लग, सो क्यामेरा नै लिएर जाम कि त्यहाँ भ्लग गर्न, भिडियो सिडियो खिच्न और फोन लिएर जाम होइन, थाहा छैन, आई डोन्ट नो। तर जे भए पनि होली फेस्टिभल पनि आज क्याप्चर गर्ने प्लान छ। तर दिनको पहिलो सुरुवात चाहिँ ब्रेकफास्टबाट गरिहालौँ है त। ल हाम्रो ब्रेकफास्ट पनि अब रेडी छ। ब्रेकफास्टमा चाहिँ अब त्यही पिनट बटर टोस्ट हो, त्यसपछि अन्डा छ अनि यता चाहिँ छ हाम्रो मर्निङ टी। अब चाहिँ क्विकली खाइहाल्नु पर्यो है त। ल अब चाहिँ हामीले ब्रेकफास्ट खाइसक्यो। अब यसले बाटो ढाक्दैछ, हरे एयरमेज अलिकति तट। अब चाहिँ यहाँ के गर्नु पर्यो भने बिन्दास पारामा भिडियो एडिट गर्न सुरु गर्नु पर्यो, मेन मोनिटर पनि अन गर्नु पर्यो। ल ठिकै छ, मैले त्यहाँनिर अब टाइमर पनि राखिसकेको छु। अहिले 11:18 भइरहेको छ होइन। त्यति साह्रो लामो क्लिप त छैन, यो 9 मिनट 14 सेकेन्डको अनएडिटेड र क्लिप हो। सो एडिट गरेपछि त्यस्तै 6-7 मिनटको मात्र हुन्छ होला। सो त्यति धेरै टाइम त लाग्दैन एडिट गर्नको लागि। सो अहिले 11:18 भइरहेछ, अब कतिखेर भइन्छ हेरौँ है त। ल भिडियो एडिट गरेर पनि भइसकेको छ र मैले यहाँ रेन्डर गरिदिन राखिसकेको छु। 11% जति भइसकेको छ र टाइम पनि 11:57 AM मात्र भएको छ। अनि बेसिकली मैले भिडियो एडिट गरेर एउटा फुल प्लेब्याक हुन्छ नि केही मिस्टेक भएको छ कि छैन त्यो पनि हेरिसकेको छु। अब ठिकै छ, त्यो रेन्डर भइरहन्छ। रेन्डर भइसकेपछि चाहिँ युट्युबमा पब्लिस गर्नको लागि पनि स्केड्युल गरिदिन्छु। र बिकज अहिले चाहिँ अलमोस्ट 12 बज्न लागिसकेको छ, 1 बजे चाहिँ हामी हाम्रो त्यो घरको पछाडि एउटा पार्क छ क्या, त्यो पार्कमा होली फेस्टिभल छ, त्यहाँ जाने हो भनेर भनिरहेको थियौँ। सो त्यही भएर त्यहाँ जानको लागि रेडी पनि हुनुपर्छ। सो यो आई थिङ्क रेन्डर हुनको लागि त्यस्तै 10-15 मिनट लाग्छ। त्यसपछि अपलोड गर्नको लागि स्केड्युल गरिदिन्छु अनि रेडी भएर घरबाट पनि निस्किनुपर्छ। सोची चाहिँ रहेको छु होइन, बाहिर आज त्यो होली फेस्टिभल क्यामेराले क्याप्चर गरौँ कि भनेर दिमागमा थट चाहिँ आइरहेको छ। तर एट द सेम टाइम होली भनेपछि अब कलर्स वाटर्स त्यो सबै हुन्छ होइन। सो क्यामेरा अलिकति रिस्की पनि हुनसक्छ, फोन एटलिस्ट कमसेकम हुन्छ नि क्यामेरा जतिको रिस्की हुँदैन के। सो त्यही भएर सोचिरहेको छु होइन, जे पनि गर्न सकिन्छ। निस्किने बेलामा डिसाइड गरौँला के फिलिङ आउँछ अनि देन आई विल डिसाइड कि होइन फोन लिएर जाने कि क्यामेरा लिएर जाने। अब क्यामेरा लिएर गए पनि फोन त मसँग भइ नै हाल्छ। सो आई कुड चुज टु पुट इट इन अ ब्याग अनि त्यसपछि नट सुट विथ द क्यामेरा एट अल इफ हुन्छ नि त्यस्तै रिस्की भयो भने। तर लेट्स सी होइन, त्यो अहिले सोचौँला। एकछिनको लागि चाहिँ आनन्दसँग बसेर त्यसको बारेमा सोचौँ, फ्रेसन अप मजासँग होम। अल्दो बिहान हुन त भइसकेको छ र मजासँग मुखसुख धुम किनभने अलिकति अझै झुपुझुपु निन्द्रा लागिरहेको थियो कि भिडियो एडिट गरिरहेको बेलामा। अनि अब त्यस्तै निस्किने बेलामै खिचियो भने। ल अहिले चाहिँ रेडी पनि भइसकेको छु होइन। अनि मैले माइक चाहिँ कहाँ राखेको छु भने यहाँनिर अहिले देखेको छैन होला किनभने युजुअली म यहाँ माथि क्लिप गरिरहेको हुन्थेँ नि त। तर आज चाहिँ कहाँ छ भने सर्ट भित्र छ र यो चाहिँ छ नि, यो चाहिँ त्यो म्याग्नेट हो क्या सर्टहरूमा होल्ड गर्नको लागि। सो मैले यसरी राख्नुको मेन रिजन चाहिँ के हो भने मैले सोचिरहेको छु कि क्यामेरा बोकेर आज त्यो होली फेस्टिभल क्याप्चर गर्नको लागि जान्छु भनेर। सो आई डोन्ट नो होइन अब के हुन्छ कस्तो हुन्छ भनेर। सो सकेसम्म चाहिँ मलाई चाहिँ हुन्छ नि माइक चाहिँ लुकाउन मन थियो, प्लस विन्डबाट पनि अलिकति प्रोटेक्सन हुन्छ नि त। अब आई डोन्ट नो त्यो बाहिर अडियो के हुन्छ कस्तो हुन्छ त्यो त थाहा छैन, तर क्यामेराको थ्रुबाट होलीको जे पनि मोमेन्ट्सहरू क्याप्चर गर्न सक्छु नि त्यो हाम्रो घर नजिकको पार्कमा हेरौँ होइन। क्याप्चर गर्न खोज्छु, केही गरेर अति नै भएछ भने मेबी फोनबाट पनि क्याप्चर गर्न सक्छु होला। लेट्स सी के हुन्छ। अहिलेको लागि चाहिँ अब घरबाट निस्किने तर्खर चाहिँ गरिहाल्नु पर्यो। ल ऊ पनि रेडी भइसकेको छ, अहिले चाहिँ याकुल्ट खाँदै बसिरहेको छ। कस्तो एक्साइटेड छौ त होली फेस्टिभलमा जानको लागि? ल हामी चाहिँ अब घरबाट चाहिँ निस्किसकेको छौँ। मैले अब बोक्न चाहिँ क्यामेरै बोकिरहेको छु, कस्तो अलिकति अक्वर्ड र वियर्ड लागिरहेछ क्या।
केही हुँदैन भन्छ। मेन कुरा चाहिँ यहाँनिर रङ र पानी चाहिँ नपरोस्, नभए फेरि अलिकति इस्यु हुनसक्छ क्या। सो त्यो चाहिँ अलिकति डर चाहिँ लागिरहेछ मलाई। ल अब फर्स्ट क्लिप खिच्दैछु बाहिर गइरहेको होइन। एकदमै गर्मी छ र एकदमै घाम छ, बाफ्रे हुप्पै छ। ल हामी आउन चाहिँ पार्कको धेरै नजिक आइसकेको छौँ। ब्याकग्राउन्डमा अब त्यो सुन्ने छ कि छैन, त्यहाँनिर कस्तोसँग माइक्रोफोनहरू के हुन्छ नि त्योबाट चिच्याउँदैछ। अनि मैले देखिरहेको छु कि ऊ त्यहाँनिर पुरा कलर हुन्छ नि माथि उडिरहेको। अब हिँड्न त हामी दुवैजना हिँड्दैछौँ मजैसँग होइन, तर थाहा छैन अब भित्र के हुने हो कस्तो हुने हो। क्यामेरा स्यामेरा बोकेको छु, हेरौँ देखा जाएगा। अब यिनीहरू चाहिँ रङ लाएर बसिरहेको रहेछ। के हो इङ्ग्लिस गीत पो गाउँदैछ त स्टेजमा, जब कि इङ्ग्लिस गीतको सट्टा बलिउडको गीत हुनुपर्ने थियो। तर ठिकै छ, एन्ट्रेन्स चाहिँ ऊ त्यहाँबाट छ। आवाज यस्तो वाइल्ड आइरहेछ स्टेजबाट कि मलाई चाहिँ जहाँसम्म लाग्छ हाम्रो यो माइक्रोफोनले राम्रोसँग केही पनि आवाज टिप्दैन। तर ठिकै छ, अब केही गरेर आवाज टिपेन छ भने चाहिँ हुन्छ नि, म केही यसो म्युजिक राखिदिउँला। यहाँबाट चाहिँ भिआइपी एन्ट्री रहेछ। यहाँनिर चाहिँ खानेकुराहरू र अरू के कुराहरू रहेछ। कति रेस्टुरेन्टहरूले चाहिँ ल्याएर आफ्नै स्टल खोल्या रहेछ क्या, लाइक त्यो चाहिँ चटकासको स्टल हो। ल हाम्रो ठन्डाई चाहिँ यहाँ आइसकेको छ। ल चियर्स। ल हामीले चाहिँ त्यहाँबाट पानीपुरी लिएर आएको छौँ खानाको लागि। अब खाना सुरुवात गर्नु पर्यो, एकदम भोक लागिरहेछ। ल हामी घर पनि आइसकेको छौँ होइन। र यहाँनिर मेरो लुगा देख्न सकिन्छ, मेरो टी सर्ट पुरा रेनबो जस्तै भएको छ। एकदमै क्रेजी थियो, त्यस्तो बिजी नभए पनि। अनि बाफ्रे त्यो चातेरै हुन्छ नि कलर उडाएको भएर मेरो क्यामेरा पुरै कलरमा कोट भएको छ। अब यो कसरी सफा गर्ने भइरहेको छ क्या। तर म अहिले के गर्छु भने क्विकली पहिला आफू चाहिँ नुहाउन जान्छु, अनि त्यसपछि चाहिँ बाहिर निस्केर चाहिँ हुन्छ नि यो क्यामेरा सफा गर्छु होइन। अनि यो क्यामेरा कस्तो देखेको छ त्यो पनि देखाउँछु। मैले हुन्छ नि अब यो क्यामेरा धेरै डर्टी भएको भएर खासै त्यति साह्रो क्लिप्स पनि खिच्न पाइने क्या। तर ठिकै छ होइन, अब जे जस्तो भए पनि यो क्यामेरा क्लिनअप चाहिँ गर्नुपर्छ। तर पहिला चाहिँ आफै क्लिनअप हुँ। ल क्यामेराको हालत त यहाँ देख्न सकिन्छ होइन। अनि यहाँनिर चाहिँ यो चाहिँ म्याग्नेट हो क्या मेरो यो माइकको, त्यो पनि यस्तोसँग हुन्छ नि निथुक्कै रङले हुन्छ नि भिजेको छ। यो चाहिँ भित्र लगाएको भएर खासै त्यस्तो भिजेको चाहिँ छैन। सो यो ब्रस लिएर आएको छु। अब यसले जति सक्दो हुन्छ नि यो बाहिरको चाहिँ सबै क्लिन गर्न खोज्नु पर्यो, किनभने यो एकदमै बिजोगै भएको छ क्या। यहाँ देख्न सकिन्छ क्यामेराको हालत। आई डोन्ट नो यो कति सजिलो हुन्छ। अब यहाँ पानीको छिटानी अलिअलि लागेको छ। अब यस्तो गर्दा अलिअलि त गइरहेको छ। अब अलिकति टाइम लाग्छ, बिस्तारै गर्दै जान्छु। अनि हेरौँ कतिसम्मको सफा गर्न सकिँदो रहेछ। ल अहिले चाहिँ अघिनको कम्पेरिजनमा चिटिक्क भएको छ, मजासँग चारैतिरबाट सबै रङ चाहिँ निकाल्यो क्यामेराबाट। ल फेरि क्यामेरामा स्विच भइएको छ होइन। अब त्यो अघि न त्यहाँनिर त्यो होलीको इभेन्टमा त्यो पार्कमा कतिको त्यो हुन्छ नि, मैले अब त्यो क्यामेराबाट रेकर्ड गरिरहेको बेलामा यो माइकको थ्रुबाट बोलिरहेको थिएँ। आवाज कतिको सुन्यो सुन्नेन त्यो मलाई थाहा छैन, किनभने
अनि त्यहाँनिर लाइभ कन्सर्टहरू पनि भइरहेको थियो अनि त्यहाँनिरको स्पिकरको आवाज यस्तो साह्रो लाउड थियो कि आई डोन्ट नो केही सुन्नेको थियो कि थिएन। अब एकैचोटि एडिट गर्ने बेलामा मात्र मलाई थाहा हुन्छ, तर लेट्स सी के हुन्छ के हुँदैन। ल ठिकै छ, अहिले त बेडरुममा आएको छु, एकछिन आनन्दसँग चिल गर्दै बस्छु। त्यो घाममा नमजासँग पोलेको भएर अलिकति थाकिएको छ अनि अब एकैछिनमा ग्रोसरी गर्नको लागि गइएछ भने अरू केही गरिएछ भने चाहिँ खिचौँला। ल अब चाहिँ हाम्रो लन्च टाइम पनि भइसकेको छ र लन्चमा चाहिँ आज KFC छ अनि अहिले बज्न नि कति बजिरहेको छ भने 4:10 चाहिँ लन्च खान लागिरहेछौँ। तर ठिकै छ, अब एकछिन आनन्दसँग लन्च खानु पर्यो अनि त्यसपछि खिच्नु पर्ला। ल अहिले चाहिँ कति बजिरहेको छ भने 7:25 PM भइरहेको छ र अघि नै लन्च खाएपछि एकैचोटि अहिले खिच्दैछु। लाइक अहिले खिच्नुको मेन रिजन चाहिँ ऊ हो किनभने ऊ चाहिँ अघि नै बिन्दास पारमा सुते थियो क्या हामीले लन्च खाइसकेपछि अनि बल्ल तल्ल उसलाई अहिले मनाएको छु घरबाट बाहिर यसो हिँड्नको लागि जाम न भनेर। लाइक अब हामी आज दिउँसो बाहिर निस्केको थियो होइन त्यो होली फेस्टिभलको लागि, तर खासै भन्ने हो भने त्यो त्यस्तो इन्ट्रेस्टिङ पनि थिएन क्या होइन, कज अब अभियसली क्राउड पनि कम थियो, म्युजिक पनि खासै त्यस्तो राम्रो थिएन। सो हामीलाई चाहिँ खासै त्यस्तो मन परेन, एटलिस्ट मलाई चाहिँ त्यस्तो साह्रो मन परेन। अनि प्लस भन्ने नै हो भने म त्यस्तो हुन्छ नि होली सेलिब्रेट गर्ने त्यस्तो होली मन पर्ने मान्छे पनि होइन नि त। सो त्यही भएर गएर हेरौँ जस्तो चाहिँ भएको थियो, तर त्यहाँनिर अब खासै त्यति हिँडिएन पनि अनि स्टेप्स पनि भन्ने हो भने आज खासै त्यति भएको छैन क्या। अहिले मैले घडी लगाएको छैन सो आई क्यान्ट रियली टेल कि कति स्टेप्स भएको छ, तर जे जस्तो भए पनि जति हुन्थ्यो हाम्रो स्याटरडेमा युजुअली त्यति त भएको छैन। सो त्यही भएर अहिले अब अल्दो 7:30 हुन लाए पनि हामी चाहिँ घरबाट बाहिर एकछिन यसो निस्किउँ न, अलिकति भए पनि हिँडौँ न भनेर चाहिँ उसलाई मैले मनाइसकेको छु। सो अब चाहिँ हामी के गर्छौँ भने घरबाट एक्चुअली बाहिर निस्किन्छौँ। ल अहिले घडी हेर्ने हो भने पनि त्यहाँनिर 4679 स्टेप्स मात्र भएको छ र त्यति मात्र स्याटरडेको लागि भनेको चाहिँ एकदमै कम स्टेप्स हो क्या। युजुअली 8,000 देखि 10,000 इफ नट मोर त स्याटरडे मेरो जहिले पनि स्टेप्स भइ नै रहेको हुन्छ, तर आज चाहिँ हुन्छ नि त्यस्तै 4,500 भन्दा अलिकति बढी मात्र रहेछ, विच इज नट टु गुड होइन। सो त्यही भएर अब अहिले नै अब 8,000 स्टेप्स बनाउन त त्यो त पोसिबल हुँदैन, तर ठिकै छ जे जस्तो भए पनि अलिकति भए पनि हिँड्नु चाहिँ पर्छ क्या। सो त्यही भएर अब चाहिँ घरबाट बाहिर निस्किहालौँ। ल हामी घरबाट पनि निस्किसक्यो र अहिले टाउन हलसम्म आइपुगिसकेको छौँ र यो चाहिँ हाम्रो टाउन हलको चाहिँ एकदमै पपुलर बिल्डिङ हो, कस्तो राम्रो देखिरहेको छ क्या। ल यहाँ चाहिँ सिडनीको हरेराम ग्रुपहरू नाच्दै बसिरहेछन्। यहाँनिर चाहिँ यो क्या चम्किरहेको हुन्छ कि यो पिच स्ट्रिट मल जाने बाटोतिर। ल हाम्रो सिडनी सिटीको हालत त्यस्तो छ, यो अब ठुलो सपिङ सेन्टर पनि बन्द गरेको छ अनि ऊ त्यहाँ वेस्टफिल्ड अब यसो हेर्दाखेरि त ओपन जस्तो देखिन्छ होइन, तर केही पनि ओपन छैन, सब बन्द भइसकेको छ। प्रिटी मच एभ्रिथिङ इज क्लोज। अनि आज स्याटरडे मात्र हो क्या, स्याटरडे त्यही पनि अब कति बजिरहेको छ भने तिम्रो फोन एकचोटि देऊ त। यहाँनिर स्याटरडे कति बजिरहेको छ भने 7:46 मात्र भएको छ होइन, अनि 7:46 PM मा सब क्लोज छ। ल केही पनि ओपन छैन क्या। ऊ त्यो जुत्ताको पसल चाहिँ हुन्छ नि खोला जस्तो देखिन्छ होइन, तर त्यो पनि बन्द गर्नको लागि सफा गर्दैछ क्या। लाइक कस्तो दिक्क लाग्दो कुरो होला क्या कि होइन, केही पनि ढिलोसम्म ओपनै हुँदैन क्या। ढिलो भनेकै 5, 6, 7 त्यति नै हो, द्याट्स इट। अनि किन चाहिँ ढिलो बेरसम्म खोल्दैन, बिकज अब मान्छेहरू हुन्छ नि अब लथालिङ्ग अब नाना थरीको काम पनि हुन्छ भनेर क्या होइन, मान्छेहरूलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ एन्ड अल द्याट, त्यो सबैले गर्दाखेरि पनि हो क्या यिनीहरूले चाँडो बन्द गर्ने, विच अब डज मेक सेन्स होइन। तर एट द सेम टाइम अरू कन्ट्रिजहरूले त फिगर आउट गरेको छ होइन ढिलोसम्म कसरी ओपन राखेर अपरेट गर्ने भनेर र सबै कुरा कसरी म्यानेज गर्ने भनेर। सो डेफिनेटली अस्ट्रेलियाको क्यालिबरमा पनि छ त्यो सबै फिगर आउट गर्नको लागि। सो आई डोन्ट नो उनीहरूले चाहिँ त्यसमा चाहिँ किन इन्भेस्ट गर्दैन फिगर आउट गर्नको लागि, किनभने आखिरमा केही गरेर पसलहरू सबै कुरा हुन्छ नि धेरै बेरसम्म ओपन भएछ भने लाइक एनी अदर बिग सिटिज देन फाइदा हुने भनेको अब यस डेफिनेटली पसलेहरूलाई फाइदा हुन्छ, तर इन टर्न गभर्मेन्टलाई पनि फाइदा हुन्छ क्या। ल टक्कै 8 बजेको छ, अब चाहिँ हामी घरतिर फर्किँदैछौँ र ऊ यहाँनिर चाहिँ जहाँनिर ट्राम चल्छ नि त्यहाँनिर बिचबाट चाहिँ पुलिसको गाडी बत्ती बाल ल्याइरहेछ। हिँड्न चाहिँ हामी बिस्तारै बिस्तारै अलमोस्ट आधी घन्टा जति चाहिँ हिँडिसक्यौँ। ल मजासँग हिँडेर आइएको छु। बाफ्रे बाहिर त अझ पनि कस्तो हुप्प छ यार, आज त एकदमै गर्मीको दिनै रहेछ। ल अब घर पनि आइसकेको छौँ हामी र डिनर टाइम भइसकेको छ र घडी हेर्ने हो भने अलमोस्ट रातिको 9 नै बज्न लागिसकेको छ। अनि एज यु क्यान सी डिनरमा चाहिँ आज हाम्रो ब्राउन राइस छ, आलु बोडी तामा छ र घरमा बनाएको चिकन छ। अब यो क्विकली खाइहाल्नु पर्यो है त। ल अहिले चाहिँ कति बजिरहेको छ भने रातिको अब हुन्छ नि मिडनाइटै भइसकेको छ बेसिकली होइन। अनि म चाहिँ अहिले यहाँनिर मेरो होम अफिसमा आइरहेको छु बेसिकली आजको भ्लग एन्ड गर्नको लागि। आज चाहिँ अब क्विकली समराइज गर्ने हो भने स्याटरडेको दिन हामीले कसरी बिताएको थियौँ भने बेसिकली अब आज मजासँग हुन्छ नि हामी दिउँसो हाम्रो त्यो घर नजिकको एउटा पार्कमा चाहिँ होली फेस्टिभल भइरहेको थियो। सो हामी त्यहाँनिर चाहिँ के रहेछ कस्तो रहेछ हेर्न जाऊँ न भनेर चाहिँ हामी दुईजना गएको थियौँ र त्यहाँनिर गएर एकछिन हुन्छ नि त्यस्तै 1 साढे 1 घन्टाको लागि
लागि मात्र बसेर इन्जोय गरेर हामी घर आएर फर्क्यौं खासै भन्यो भने मैले अघि नै पनि भने थिएँ मलाई होली त्यस्तो साह्रो मन पर्दैन के त्यस्तो साह्रो सेलिब्रेट गर्न मन लाग्दैन सो त्यही भएर पनि हामी त्यहाँ त्यत्रो लामो बेरसम्म चाहिँ बसेनौं एकछिन गयौं र 1.5 घण्टापछि हामी फर्केर फेरि घर आइसकेको थियौं तर जे जस्तो भए पनि एउटा हुन्छ नि डिफरेन्ट एक्सपिरियन्स थियो अब कम्पेयर टु अरु सबर्ब्समा हुने होली फेस्टिभल हाम्रो यो सिटीको पार्टनिरको चाहिँ हुन्छ नि त्यो होली फेस्टिभल त्यस्तो ग्रान्ड चाहिँ थिएन तर जे जस्तो भए पनि अब त्यहाँनिर मान्छेहरूले रमाइलो गरिरहेको थिए हैन अब आफूले जे देखेको थिए त्यो अनुसार अनि त्यो मज्जासँग हुन्छ नि त्यहाँनिर के रहेछ कस्तो रहेछ हेरेर घर आइसकेपछि चाहिँ बिन्दास पारामा आज अलिकति लेट लन्च गर्यौं अनि त्यसपछि चाहिँ मेजोरिटी अफ द डे चाहिँ घरैमा बिताइएको थियो हैन आनन्दसँग बस्दै अरु त खासै आज त्यस्तो केही पनि गरिएन अनि वक धेरै नगरेको भएर आज हामी त्यस्तै अघि न भर्खर हुन्छ नि डिनर खानु भन्दा अगाडि चाहिँ वकको लागि गएको थियौं अनि मज्जासँग वक गरेर अनि घर आएर डिनर खाएर आजको नाइट प्रिटी मच हामीले कन्क्लुड गरिसकेको छौं अरु अब गर्नको लागि त्यस्तो साह्रो केही पनि छैन अब त्यति भन्दै आजको लागि चाहिँ यो भ्लग एन्ड गर्नु पर्यो अनि अब भोलि सन्डे पनि अब प्रिटी मच एकदमै गर्मी छ क्या हैन सो त्यही भएर पनि केही गरिन्न जस्तो छ घरैमा एसी इन्जोय गर्दै बसिन्छ होला अनि मुभी पनि कति भो नहेरेको तर अब नेटफ्लिक्समा हेर्नको लागि पनि भन्ने हो भने खासै त्यस्तो केही छैन के इन्ट्रेस्टिङै केही छैन तर ठिकै छ जे जस्तो भए पनि अब भोलि सन्डेको लागि चाहिँ केही न केही सोचौँला आजको लागि चाहिँ अब त्यति भन्दै आई थिंक I'm gonna end it right here so thank you for watching this vlog this far I'll definitely see you in the vlog tomorrow till then bye